आज अल्कलाइन अर्थ मेटल भनेर लेख यिनीहरूको जति पनि म्यानुफ्याक्चरिङको प्रपर्टिजहरु छ म्यानुफ्याक्चर गर्ने कुराहरुदेखि लिएर सबै कुरा हामीले मेटलर्जी पढ्दाखेरि पढ्छौं है एकैचोटी हुन्छ यसमा चाहिँ प्रपर्टिज पढ्ने युजेस पढ्ने अनि जाने अर्को टपिकमा है ल ओके ल अल्कलाइन अर्थ मेटल हजुर सुन्नु न तपाईले हिजो ल अब हेर अल्कलाइन अर्थ मेटलमा भएको एलिमेन्टहरुको नाम के हो बेरिलियम म्याग्नेशियम क्याल्सियम स्ट्रोन्टियम बेरियम रेडियम ल अब यसको जेनरल प्रपर्टिज लेखौं है सर भर्खर सुरु भयो हो ठ्याक्कै भर्खर आऊ हो सर अघि ब्रेक थियो अनि ल यति लेख त भयो सर लेखिसक्नु सर लेख्यौ ल अब जाउँ हामी यसको फिजिकल प्रपर्टिज हिजो मैले के लेखाएको थिएँ साइज हेर है ल पहिला यो लेखौँ फ्लेम कलरेसन लेखौँ अनि यो बेरिलियम र म्याग्नेशियमले कुनै पनि फ्लेम कलर दिँदैन नो कलर क्याल्सियमको कस्तो हुन्छ ब्रिक रेड स्ट्रोन्टियमको क्रिम्सन रेड र बेरियमको कस्तो हुन्छ एप्पल ग्रीन फ्लेम कलरेसन सर यो रेड कलर र अनि पछि भायोलेट कलर दिँदाखेरि त्यसले के सिग्निफाई गर्छ खासमा इनर्जी
इलेक्ट्रोन कति हायर इनर्जीमा गएर तल झरेको बुझ्यौ डाउन द ग्रुप इनर्जी के हुन्छ इलेक्ट्रोन हायर लेभलमा जान्छ है डाउन द ग्रुप के भयो हायर लेभलमा गइसके पछाडि लाइट जुन लाइट निस्किन्छ फ्लेमबाट त्यो लाइटको वेभलेन्थ के हुन्छ कम हुन्छ लाइटको वेभलेन्थ कम भएर इनर्जी धेरै भएको एउटा कुरा सुन त डाउन द ग्रुप आयनाइजेसन इनर्जी के थियो घट्थ्यो हो कि हैन उति नै इनर्जीले अब के गर्छ इलेक्ट्रोनलाई माथि पुर्याउँछ नि त डाउन द ग्रुप के हुन्छ इलेक्ट्रोन जुन लेभलमा पुग्ने त्यो लेभल इन्क्रिज हुँदै जान्छ भनेपछि त्यहाँबाट झर्दाखेरि इनर्जी जति रिलिज गर्छ त्यो पनि इन्क्रिज हुँदै जान्छ कि जाँदैन माथिबाट तल जाँदा गर्दाखेरि हुन्छ अब माथिको सबैभन्दा कम इनर्जी निस्किन्छ तलको सबैभन्दा बढी इनर्जी निस्किन्छ E = HF हो इनर्जी बढ्नु भनेको मतलब एज द कन्स्टेन्ट अफ फ्रिक्वेन्सी इन्क्रिज हुन्छ फ्रिक्वेन्सी इन्क्रिज भएको मतलब कम इनर्जी भएकोले कम फ्रिक्वेन्सी दिन्छ रेडतिर जान खोज्छ हो अब बढी इनर्जी हुनेले बढी फ्रिक्वेन्सी भएको निकाल्छ भाइलेटतिर जान खोज्छ त्यही भएर माथिबाट तल आउँदै गर्दाखेरि अल्काली मेटलमा पनि रेडबाट भाइलेट पुग्यो हो यसमा पनि हेर्दा ब्रिक रेडबाट कहाँ पुग्यो ग्रीन पुग्या छ अब यो भन्दा त यसको वेभलेन्थ कम हुन्छ फ्रिक्वेन्सी बढी हुन्छ इनर्जी बढी हुन्छ त्यही भएको यहाँ पनि बुझ्यौ सर जति तल गयो वेभलेन्थ पनि त्यति घट्छ हैन हो वेभलेन्थ घटेर त आएको नि रेडको भन्दा त ग्रीनको वेभलेन्थ कम हो हजुर सर रेडियमको चाहिँ कलर रेडियमको नलेख रेडियमको थाहै छैन स्टडी नै भएको छैन रेडियो एक्टिभ छ नि त रेडियो एक्टिभलाई फ्लेम बालेर त हेर्दैन हो कि हैन स्टडी नै गरेछ अघि सुरुमा लेख्नु भएको थियो नि हजुरले त्यो के लेख्नु हजुर अघि तपाईँले सुरुमा लेख्नु भएको थियो नि त्यो अलिकति एकैछिन लेख्नु कुन चाहिँ आवाज क्लियर आएन तिम्रो सुरु गर्नु सर माथिको अघि सुरुमा देखाइदिनु भएको माथिको देखाइदिनु रे यो हजुर सर भयो तल हजुर सर रेडियमको कलर हुँदैन भन्नुभएको भर्खर रेडियमको कलर फ्लेम कलर चाहिँदैन तिमीहरूलाई रेडियम फेरि वाचमा युज हुने रेडियम त फेरि कलर हुन्छ हैन र त्यो त अनि फ्लेम कलर हैन नि त बाबु त्यो त रेडिएसनबाट इमिट गरेको कलर हो फ्लेम कलर अलगै कुरा हो रेडियम अचेलको घडीमा युज गर्दैन त्यो टल्किने घडी हुन्छ नि त्यसमा रेडियम हाले हुँदैन रेडियो एक्टिभ सब्सटेन्स पहिला हाल्थ्यो टल्काउनलाई अनि पहिला के भयो भन्दाखेरि घडीको सुईमा तिमीहरूले हरियो रङ बलेको देख्छौ नि घाममा गएर एकछिन शीतलमा गयो भने हो कि हैन यस सर पहिला चाहिँ यसमा अहिले चाहिँ रेडियो एक्टिभ मेटेरियल हाल्दैन अर्कै मेटेरियल हाल्छ के हाल्छ मलाई पनि थाहा भएन हैन तर पहिला रेडियमहरू हाल्ने गर्थ्यो त्यो रेडियम हाल्दाखेरि चाहिँ के गर्थ्यो पहिला त्यो हाल्नु त पऱ्यो कि परेन घडीमा पर्यो त्यो हाल्ने जुन स्टाफहरू हुन्छ त्यो स्टाफहरूले मुखबाट यसरी प्रिकिङ गरेर अनि त्यहाँ प्रिसाइजली चाहिँ हाल्ने गर्थ्यो त्यो भएर के हुन्थ्यो तिनीहरूको बिस्तारै टाइम बढ्दै जाँदाखेरि दाँतहरू झर्ने अनि त्यसपछि क्यान्सर हुने मुखको ओरल क्यान्सर हुने फेसियल क्यान्सर्सहरू हुने त्यो हुँदै गर्दाखेरि उनीहरू एकदम नराम्रोसँग मर्या थियो त्यही भएर त्यो इन्सिडेन्सदेखि रेडियम यस्तोमा युज गर्न बन्द गरिदिएको बुझ्यौ हामीले यसमा फ्लेम कलर युज गरिरहेको छौँ यो गिभन कम्पाउन्डलाई आगोमा हाल्ने बित्तिकै आगोले आफ्नो कलर चेन्ज गर्छ ड्यू टु द प्रेजेन्स अफ यिनीहरूको एक्साइटेड इलेक्ट्रोन माथिबाट तल झरेको कारणले अब त्यही भएर हामीले फ्लेमको कुरा गरे हो यसले इमिट गर्ने लाइटको कुरा गरेन यसलाई फ्लेममा हाल्दाखेरि फ्लेमले कसरी कलर चेन्ज गर्छ त्यसको बारेमा कुरा गरे बुझ्यौ बुझ्यो सर यहाँसम्म के कन्फ्युजन छ सर एनर्जी पनि इन्क्रिजेस डाउन द ग्रुप लेख्न मिलिहाल्यो यहाँनिर एनर्जी इन्क्रिजेस डाउन द ग्रुप भन्दा पनि यिनीहरू हायर इनर्जीमा सजिलै पुग्छ त्यो सजिलै पुगेर तल झर्दाखेरि धेरै इनर्जी रिलिज गरेको इनर्जी ग्याप बढी भएको कारणले भनेर बुझन धेरै कम्प्लेक्स तिमीहरू कस्तो कम्प्लेक्स सोच्ने यार सिम्पल कुराले कम्प्लेक्स नबनाऊ न सकिहाल्यो सर क्वेसन त्यस्तो आइदिन्छ अनि क्वेसन आउँदैन त्यस्तो इनअर्ग्यानिकमा घोप्ने खालको क्वेसन मात्रै आउँछ तिमीहरूले यसरी कन्सेप्ट लाउने भनेको अब सिस्टमहरूतिर कन्सेप्ट लाउनुपर्छ कि जुलोजीतिर अहिले त 17 मार्क्स बनाएको छ नि त हो कि हैन 17 हो टोटल 17 18 पुरा छ डिजिजहरू पनि गराएर 17 18 पुग्छ डिस्यु डिजिज सबै गराएर सर 17 भन्दा त बढी नै होला नि बढी नै छ ह्युमन बडी नै 15 छ त्यहीबाट भने मैले एनिमल टिस्यु हुन्छ एनिमल टिस्यु पछि अरू पनि आइहाल्छ डिजिजहरू पनि राखेको छ अहिले क्लिनिकल बेस्ड भएर बनाएको अब हेर है त बाँकी सबै कुरा सिमिलर हो यिनीहरूको अल्काली मेटलसँग डिसिमिलर कुरा के हो इरेगुलर भएको ग्रुपको यिनीहरूको इरेगुलारिटी वाला क्यारेक्टर मात्रै लेखाइदिन्छु म आज ल लेख त डेन्सिटीमा के हुन्छ भन्दाखेरि डाउन द ग्रुप इन्क्रिज हुनुपर्ने हो कि हैन यस सर डाउन द ग्रुप इन्क्रिज हुनुपर्ने सुरुमा के आउँछ बेरिलियम भन्दा म्याग्नेसियम भन्दा क्याल्सियम भन्दा स्ट्रोन्टियम भन्दा ब्यारियम यस्तो हुनुपर्ने थियो तर हुन्छ के भन्दाखेरि क्याल्सियमले म्याग्नेसियमलाई के गर्छ डेन्सिटीमा कम हुन्छ क्याल्सियमको डेन्सिटी सो क्याल्सियम त्यसपछि बल्ल म्याग्नेसियम आउँछ यहाँनिर चाहिँ के छ एब्नर्मालिटी छ इरेगुलर हुन्छ यसको ट्रेन्ड यसमा है अर्को कुरा मेल्टिङ पोइन्ट
मेल्टिङ पोइन्ट डाउन द ग्रुप डिक्रिज हुनुपर्ने तर क्याल्सियमको के भइदिन्छ म्याग्नेसियमको भन्दा धेरै भइदिन्छ त्यसपछि ब्यारियम ल लेख्यौ लेख्यो Yes, sir. सर यसमा एक्सेप्सन भनेको त्यही एमजी र अनि पछि क्याल्सियम र क्याल्सियमको म्याग्नेसियम क्याल्सियम र म्याग्नेसियम ट्याक्क सम्झिने डेन्सिटीमा पनि के हुन्छ एबनर्मल हुन्छ अनि लास्टमा आएर थर्मल के रे त्यो मेल्टिङ पोइन्टमा पनि के हुन्छ एक्सेप्सन हुन्छ है बुझ्यौ बुझ्यो ल अब लेख रिड्युसिङ प्रपर्टी सबैभन्दा रिड्युसिङ अल्काली मेटल कुन हुन्छ सबसे रिड्युसिङ अल्काली मेटल लिथियम लास्ट लिथियम त्यो त एक्वस सल्युसनमा हो यतिकै नर्मली एक्वस भनेको छैन भने के हुन्छ सिजियम हो बिकज डाउन द ग्रुप रिड्युसिङ पावर इन्क्रिजेस अब अर्को कुरा तिमीहरूले मैले हिजो के भने भन्दाखेरि एलआई प्लस ठुलो कि एलआई ठुलो सो एलआई ठुलो हो कि हैन अब यो कुन केसमा एलआई प्लस इज लेस देन एलआई हुने भनेको स्मलर देन एलआई हुने भनेको यो चाहिँ ग्यासेसको फर्ममा कुरा गरेको है ग्यासेस फर्ममा कुरा गरेको अब यसलाई मैले पानीमा हाल्ने बित्तिकै के हुन्छ लिथियमलाई वाटर मोलिकुल आएर सराउन्ड गर्न थाल्छ पानीमा चाहिँ सबैभन्दा ठुलो कुन हुन्छ एलआई प्लस हुन्छ है यो एटम भन्दा पनि ठुलो भइदिन्छ एलआई प्लस ड्यू टु द प्रेजेन्स अफ सोल्भेटेड इलेक्ट्रोन्स सोल्भेटेड आयोन्स यसलाई वाटर मोलिकुलले ट्याक्क सराउन्ड गर्न थाल्छ अनि के हुन्छ सबैभन्दा हाइएस्ट के भइदियो लिथियम भइदियो यसको केसमा जब कुनै पनि अल्काली मेटलको आयन पानीमा जान्छ पानीमा गइसके पछाडि साइजको ट्रेन्ड उल्टो भइदिन्छ सबैभन्दा सानो सिजियम सबैभन्दा ठुलो कुन हुन्छ लिथियम हुन्छ बुझ्यौ अनि त्यही भएर आयोनिक मोटिलिटी भनेर सोध्यो भने चाहिँ सबैभन्दा म्याक्सिमम के को हुन्छ सिजियमको हुन्छ यो हिजो भन्न छुट्याएको थियो मैले भनेको बुझ्यौ कि बुझेनौ सर फेरि एकचोटि नर्मल्ली लिथियम इज ग्रेटर देन एलआई प्लस हो कि हैन इन ग्यासियस स्टेट इट इज इन ग्यासियस स्टेट अब हेर है त मैले जब लिथियम प्लसलाई पानीमा हाल्छु यसलाई वाटर मोलिकुल आएर सराउन्ड गर्न थाल्छ अनि यसको साइज बढाइदिन्छ जसको कारणले एलआई प्लस इज ग्रेटर देन एलआई इन केस अफ एक्वस सल्युसन सल्भेसन हुन्छ यहाँ चाहिँ यस्तो केसमा मैले यिनीहरूको केसमा के भनेको थिएँ यसको पनि साइज डाउन द ग्रुप इन्क्रिज हुँदै जान्छ यसको पनि साइज डाउन द ग्रुप के हुन्छ इन्क्रिज हुँदै जान्छ भनेको हैन तर पानीमा हाल्ने बित्तिकै के भइदिन्छ यसको साइज डाउन द ग्रुप डिक्रिज हुँदै जान्छ सबैभन्दा ठुलो पानीमा हाल्दाखेरि कुन हुन्छ भनेर सोध्यो भने कुन भन्ने एलआई प्लस बुझ्यौ अनि जुन कुरो ठुलो हुन्छ त्यो मुभ गर्न सजिलो हुन्छ कि गाह्रो हुन्छ गाह्रो हुन्छ त्यही भएर यो सबसे ठुलो छ यसको आयोनिक मोटिलिटी पानीमा सबैभन्दा कम हुन्छ सबसे म्याक्सिमम मोटिलिटी कसको सिजियमको बुझ्यौ अब सर यता साइडमा थोरै पानीमा लिथियम हुन्छ कि हजुर आयोनिक मोटिलिटी कम्पेरेटिभली टु अल्कली मेटल्समा सबैभन्दा धेरै केसको हुन्छ आयोनिक मोटिलिटी सबसे धेरै सिजियम बुझ्यौ सानो छ नि त पानीमा हाल्देपछि वाटर मोलिकुलले घेर्न त घेर्छ तर यसलाई जति घेर्दैन सबसे धेरै घेर्ने केलाई लिथियमलाई ड्यू टु स्मल साइज अनि सबभन्दा बल्की यो भइदिन्छ हिँड्न गाह्रो हुन्छ यसलाई मोटिलिटी डिक्रिजेस बुझ्यौ सिम्पल कुरा छ कतिजना छौ 141 ल अनि कन्फ्युजन सफ्टवेयर हजुर 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 भन डेन्सिटी देखि मुलतिर गयो तिम्रो आवाज चाहिँ क्लियर आछैन आवाज राम्रो आएन हजुर ल अब यति कुरा लेखिसके पछाडि रिड्युसिङ पावर पनि भयो रिड्युसिङ पावर पछाडि लेख मेटालिक क्यारेक्टर यिनीहरूको मेटालिक क्यारेक्टर के हुन्छ इन्क्रिजेस डाउन द ग्रुप अनि त्यसपछि लेख मेटालिक क्यारेक्टर लेखिसके पछाडि नाउ कलरहरु त लेखिहालियो अब लास्टमा चाहिने भनेको तिमीहरुले यहाँबाट के हो एउटा कुरा भनेको सल्युबिलिटीको कुराहरु गर्छौ उतापट्टि के थियो सबै सल्टको सल्युबिलिटी डाउन द ग्रुप के थियो इन्क्रिज ल्याटिस एनर्जी हाइड्रेसन एनर्जी बुझ्यो बुझाइरहनु पर्छ आज पर्दैन ल आज हामीले के पढ्छौं भन्दाखेरि यसमा सर्टेन सल्ट्सहरुको चाहिँ सल्युबिलिटी डाउन द ग्रुप इन्क्रिज हुँदै जान्छ कुनै सल्ट्सहरुको सल्युबिलिटी डाउन द ग्रुप के हुन्छ डिक्रिज हुँदै जान्छ हो अब हेर त कति धेरै कुरा छ घोक्नु पर्ने अब इन्क्रिज भएको वाला पनि घोक्नु पर्यो डिक्रिज भएको वाला पनि घोक्नु पर्यो सम्झेर साध्यै छ सम्झिन सकिन्छ सबै छैन हामीले के लाउनु पर्छ यस्तो बेलामा ट्रिक लाउनु पर्छ हो न्यूमोनिक्स
निमोनिक्स ट्रिक लाउनु पर्छ। त्यो ट्रिक के हो भन्दाखेरि अब हेर एक थरी सल्टको सल्युबिलिटी डाउन द ग्रुप के हुन्छ? Increase. अर्को थरीको सल्युबिलिटी डाउन द ग्रुप के हुन्छ? डिक्रिज Decrease. हुन्छ हो। होपफुली अल्कालाइन अर्थ मेटलको सल्ट्सहरुको केसमा सल्युबिलिटी इन्क्रिज हुनेवाला सल्ट है डाउन द ग्रुप सल्युबिलिटी इन्क्रिज हुनेवाला सल्ट कतिवटा छन्? चाहिने जति 3टा छन्। के हुन्छ ग्रुप इन्क्रिज के हुन्छ? सर आवाज काट्यो काट्यो सर आवाज काटिरहेको काट्यो सर लगे काट्यो छ। हेलो हेर छ काटिरहेछ काट्यो सर तर हजुरको आवाज चाहिँ राम्रो यहाँनिर आएको यस्तै छ। भएको थियो। हेलो यस सर सर क्लियर Yes, sir. छैन अलिक काटिरहेछ सर काटिरहेछ आएन हेलो आवाज Yes. क्लियर एकैछिन बोल्नु नि थाहा हुन्छ त्यो बिच बिचमा कहिले काहीँ काटिरहन्छ कि सर बिहान नै यस्तै भएको थियो सर। काट्यो सर काट्यो सर के भएको यो? लाइक घरिघरि बिच बिचमा काटिरहेको हुन्छ हेलो यस सर अहिले आयो आवाज ठिक छ अहिले? हेलो Yes, अहिले sir. ठिक छ यस सर नाउ बेटर हेलो आयो हेलो ठिक छ आयो, सर राम्रोसँग आयो आवाज आएन? आइरहेछ आइरहेछ सर राम्रोसँग आइरहेछ आइरहेछ ल सरले चाहिँ सुन्नु भएन क्या सरले उल्टो सुन्नुभयो क्या हेलो उल्टो सुनेर हेलो। सर हेलो 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 यस सर हेलो ए सर आवाज आयो हाम्रो अहिले राम्रो ल आयो है सर साउन्ड आइरहेछ ल ठिक छ। तिमीहरूको आवाज आएन कि मलाई फेरि? आइरहेछ अहिले आवाज हजुरको त क्लियर आइरहेको छ आउँदैछ त हेलो हेलो सरले चाहिँ आइरहेछ हाम्रो सर सुन्नु आइरहेछ भएन राम्रोसँग अरे आइरहेछ अहिले अघि चाहिँ बिच बिचमा काटिरहेको थियो अहिले राम्रोसँग आइरहेछ हेलो यताको हेलो हेलो हजुर हजुर सर सर तिमीहरू बोल त केही बोलिरहेको ए, कसैले ल, ल। च्याटमा लेख्देऊ न कसैले ओके, ल। च्याटमा लेख त। सुन्यो ल ठ्याक्कै हजुरकै यहाँ आवाज अफ आइरहेको छ सर आवाज आयो अब चाहिँ अब आयो ल ठिक छ भर्खर ए, मिलायो ल, सर। ल अब हेर त गडबडी प्राविधिक गडबडी टेक्नोलोजी भयो ल ट्रिकको कुरा गर्दै थियौँ हामी उतापट्टि त सबैको एकैचोटि तल इन्क्रिज हुँदै जान्छ सल्युबिलिटी सजिलो थियो चाहे सल्फेट होस् कार्बोनेट होस् बाइकार्बोनेट होस् हाइड्रोक्साइड होस् क्लोराइड होस् अब यसमा हामीले के गर्नु पर्यो भन्दा तिमीहरूले एउटा सिनारियो इमेजिन गर्छौ भन्नु न सर गरिहाल्छु नि एकादशमा एउटा केटो थियो केटाको नाम के थियो राम बुझ्यौ राम के थियो सिंगल थियो उसले एक दिन फेसबुक चलाइरहेको बेलामा राम्रै केटीको फोटो देखेछ
बुझिराख्यौ राम अँ, भन्ने मान्छे ए, सिङ्गल बुझेँ। रहेछ होइन अनि फेसबुक चलाइरहँदाखेरि राम्रो केटीको फोटो देखेछ अब मेसेज गर्न मन लाग्यो कि होइन अब हेर मेसेज गर्दाखेरि अब सुरुमा मेसेज गर्दा हाई भन्छ कि भन्दैन हे भन्छ। होइन। भन्छ हाई भन्यो केटीको नाम त प्रोफाइलमा थिएन केटीको प्रोफाइल नेम के थियो यस्तो खालको थियो बुझ्यौ अँ। केटीको नाम के रहेछ यो रहेछ अब उसले हाई भन्दा त भन्यो केटीको नाम थाहा छैन सीता भयो भए हाई सीता भन्थ्यो गीता भयो भए हाई गीता भन्थ्यो बुझ्यौ अब उसले चाहिँ के भनेछ भन्दाखेरि अब फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन हो कि होइन माया गरेर उसले के भनेछ हाई नानी भनेर भनेछ के भन्यो रे रामले के भन्यो हाई नानी भनेर भाइ भन्यो नानी अब हेर त गर्लफ्रेन्डलाई नानी भन्दै हाई मात्रै भने भए के हुन्थ्यो इग्नोर खान सक्थ्यो हाई नानी भन्यो केटीलाई राम्रो लाग्यो केटीले पनि के भने रिप्लाई दिएर हेलो भनेर भन्यो बुझ्यौ केटाले हाई नानी भन्यो केटीले के भने हेलो भने सो अब मैले जति पनि कुराहरू लेखाएको छु कतिवटा कुरा लेखाएँ एउटा हाई लेखाएँ अर्को नानी लेखाएँ अर्को हेलो भनेको लेखाएँ यति तीनटा सल्ट्सहरू अल्कलाइन अर्थ मेटलको यति तीनटा सल्टहरूको सल्युबिलिटी डाउन द ग्रुप के हुन्छ इन्क्रिज हुँदै जान्छ इन्क्रिज हुँदै जान्छ हाईबाट के भयो हाइड्रोक्साइड हाइड्रोक्साइड। नानी नानीबाट के भयो नाइट्रेट नाइट्रेट हेलोबाट के भयो हेलोजन हेलोजेन अथवा हेलाइट्स हेलाइट्स भनेको हेलाइट्स। बुझ्छ है हाइड्रोक्साइड नाइट्रेट र हेलाइटको सल्युबिलिटी डाउन द ग्रुप इन्क्रिज बाँकीको सल्युबिलिटी डिक्रिजेस डाउन द ग्रुप सल्फेटको सोध्यो भने म्याग्नेसियम सल्फेट बढी सल्युबल हुन्छ कि बेरिलियम सल्फेट बढी सल्युबल हुन्छ बेरिडियम बेरिलियम सल्फेट बढी सल्युबल किनकि डिक्रिज भइरहेछ डाउन द ग्रुप अब पोइन्ट के लेख भन्दाखेरि द सल्ट्स नलेख द हाइड्रोक्साइड सल्युबिलिटी अफ नाइट्रेट अर्डरमै जाउँ न पहिला के आएको थियो हाइड्रोक्साइड नाइट्रेट एन्ड सल्फेट सरी हेलाइट्स of alkaline earth metals increases down the group. सर हाइड्रोक्साइडमा त HY होला नि हैन र आई लेखेको छु सरी माथि पनि आई लेखेँ क्या हो यस सर त्यही हाइड्रोक्साइड भएर कुन चाहिँ कम्पाउन्ड हो हाई लेख्नु भयो होला सोचेर केही ठिक छ होइन त्यो हाई लेखा भएर त्यो उतापट्टि नि हाई लेखिएछ कि नो प्रब्लम सर हामी बुझिहाल्छौँ ओके कहिले काहीँ भइहाल्छ होइन यसमा चाहिँ क्याल्सियम अगाडि आउँदैन हजुर यसमा चाहिँ माथिको जस्तो क्याल्सियम अगाडि आउँदैन आउँदैन डेन्सिटी र मेल्टिङ पोइन्टमा मात्रै क्याल्सियम अगाडि आउँछ भनेर बुझ्ने अब अर्को एउटा पोइन्ट के लेखा भन्दाखेरि सबसे इम्पोर्टेन्ट अब मेटललाई मैले एम भनेर डिनोट गर्छु सबै मेटललाई एम भनेर डिनोट गरेँ भने सबसे सल्युबिलिटी अर्डर के हुन्छ MF2 MCl2 MBr2 Mi2 ल लेख सर अलिकति तलको देखाइदिनु न देख्यो यस्तो होइन, कम्पिटिसनमा के माथिको माथि सर यसमा के यो तल माथिको छुट्टै छुट्टै गरेर कम्पेयर गर्न दिन सक्छ कि सक्दैन यो तल माथिको हजुर मतलब मिक्स गरेर दिँदैन दिँदैन त्यसरी एउटै एउटा ग्रुपको मात्रै दिन्छ एउटा ग्रुपको एउटा छुट्टै दिन्छ हैन एउटा ग्रुपको छुट्टै बनाएर दिन्छ व्हाट इज द सल्युबिलिटी अर्डर फर गिवन कम्पाउन्ड्स भनेर सोध्छ ग्रुपको यसरी अर्डर बनाएर पनि दिन सक्यो विच अफ द फलोइङ इज मोस्ट सल्युबल भनेर एउटै ग्रुपबाट पनि दिन सक्छ बुझ्यौ अहिलेसम्म एउटा यसको अप्सन एउटा यसको अप्सन एउटा यसको अप्सन हालेर दिएको छैन ओके सर सर यो तीनटा हाइड्रोक्साइड अनि नाइट्रेट अनि हेलोजेन मध्ये पनि सबभन्दा बढी सोल्युबल त होला नि हैन यसमध्ये यो सर
सल्युबिलिटी ल्याटिस इनर्जी हाइड्रेसन इनर्जी दिया हुनुपर्छ त्यसको लागि कुन चाहिँको बढी होला र ल त्यो हेरेर भोलि भनौँला म है ओके सर बुकहरूतिर नि खासै त्यहाँ हुँदैन मैले पनि भेटा छैन अहिलेसम्म पढाए बुकहरूमा डायगोनल रिलेसनशिपको बारेमा कुरा गरियो हिजो अलिअलि गरियो यस सर यसको बेरिलियमको पनि गरियो अल्युमिनियमसँग भन्नु चाहिँ भयो छैन। त्यस्तो डिटेलमा चाहिँ भन्नु भएन 3टा पोइन्ट लेखाइदिनु पर्थ्यो 3टा पोइन्ट लेखायो कि लेखाइन छैन छैन ल अब लेख त यो बाइकको आयो भने गर्न सक्छ नि सल्फेटको आयो भने के अरे ठ्याक्कै उल्टाइदिने कार्बोनेटको आयो भने उल्टाइदिने बुझ्यौ यो चाहिँ सल्युबिलिटीको केसमा अब लेख त डायगोनल रिलेसनशिप अफ बेरिलियम विथ एल्युमिनियम Point number 1. सर हजुर हजुरले सल्युबिलिटी इन्क्रिजको चाहिँ दिनुभयो डिक्रिजको पनि एक दुईवटा इक्जाम्पल दिनुहोस् न है ओके एक्जाम्पल यति दुईटाबाट सोध्छ म्याक्सिमम यो दुईटा अनि यो माथिको हाइड्रोक्साइड नाइट्रेट र ह्यालाइट्सहरूबाट सोधिरा हुन्छ अरूबाट खासै सोध्दैन सोधेको पनि छैन है सो कार्बोनेट र सल्फेटको केसमा अफ अल्कलाइन अर्थ मेटल डिक्रिजेस डाउन द ग्रुप ल एक्जाम्पलमा लेख BeSO4 MgSO4 CaSO4 SrSO4 BaSO4 लगभग इन्सोल्युबल हुन्छ यो चाहिँ त्यसपछि BeCO3 MgCO3 CaCO3 SrCO3 BaCO3 यो त तिमीहरूले कतिचोटि पढिसक्यो इट इज इन्सोल्युबल इन वाटर ल्याटिस एनर्जी र हाइड्रेसन एनर्जीको के चाहिँ हो रिलेसनशिप यसमा चाहिँ यो केसमा के हुन्छ सल्युबल हुनको लागि अब हेर है त क्याल्सियम भन्दा तलपट्टिको लगभग जहिले पनि के हुन्छ यार इन्सोल्युबल जस्तै हुन्छ यहाँबाट पानीमा घुल्न छोड्छ तिमीहरूले केमिकल रिएक्सन्स पनि गरेर हेरे होला 12 क्लासमा पढ्यो कि पढेन यसको प्रिसिपिटेट बनाएको प्र्याक्टिकलमा पढेको थियो अब हेर त यहाँभन्दा तलपट्टि के भइरहेको छ सल्युबल हुन खोजिरहेको छैन सो दे आर इन्सोल्युबल इन नेचर इन्सोल्युबल हुनको लागि एच बढी हुनुपर्छ कि एली याची इन्सोल्युबल एली इन्सोल्युबल हुनलाई एली बढी हुनुपर्छ सो यिनीहरू जति पनि इन्सोल्युबल चिजहरू छन् जस्तै क्याल्सियम सल्फेट पनि यिनीहरू पनि लगभग के हुन्छ इन्सोल्युबल जस्तै हुन्छ यो केसमा ल्याटिस इनर्जी इज ग्रेटर देन हाइड्रेसन इनर्जी बुझ्यौ यस सर ल सिम्पल कुरा हो के ल्याटिस इनर्जीले जित्ने बित्तिकै सल्युबल हुन खोज्दैन इट गोज टुवर्ड्स इन्सोल्युबल क्याटेगोरी अनि हाइड्रेसन इनर्जीले जित्न थाल्ने बित्तिकै के हुन्छ अलिअलि बिस्तारै सल्युबल हुँदै आउँछ है अर्डर सोध्छ यहाँबाट मेन इम्पोर्टेन्ट भनेको अर्डर हो अर्डर कहिले पनि नबिर्सिने सल्फेट्सहरूको डाउन द ग्रुप डिक्रिज कार्बोनेटको डाउन द ग्रुप डिक्रिज लास्टमा त्यसपछि माथिपट्टिको तीनटा के हो हाई नानी हेलो हाईबाट हाइड्रोक्साइड नाइट्रोजन अनि त्यसपछि लास्टमा ह्यालाइट्स यिनीहरूको चाहिँ के हुन्छ डाउन द ग्रुप डिक्रिज हुन्छ हाई नानी हेलो भनेर सम्झिने ल यति कुरा चाहिँ तिमीहरूले सम्झिनु पर्यो हुन्छ ओके सर ल एउटा क्वेसन लेख त लास्ट इयर क्वेसन सर एकैछिन ल हामी सार्दै दिउँ ल सारा डायगोनल वाला देखाइदिनु न कुन चाहिँ यो डायगोनलको बिचमै छोड्यो डायगोनल त सारेकै छैन सर डाइनलको पहिला गरौँ अनि गरौँ न क्वेसन डाइनलको गरेर गरौँ न ल सर एकछिन पर्खिनु फेरि सार्दैछन् होला कुन चाहिँ यतापट्टिको हजुर अघि हो त्यो ल सर भयो सर सक्यो भयो
यस सर अर्कोमा लानुभयो हुन्छ अब हेर लिथियमको डायगोनल रिलेसनशिप भने मैले भन्नुभयो हो। अब हेर बेरिलियम मैग्नीशियम क्याल्सियम स्ट्रोन्टियम ब्यारियम लिथियम सोडियम पोटासियम रुबिडियम सिजियम। ल हामीलाई चाहिने भनेको मेजरली के हो भन्दाखेरि लिथियमले केसँग डायगोनल रिलेसनशिप बनाउँछ मैग्नीशियमसँग डायगोनल रिलेसनशिप बनाउँछ। बेरिलियमले कोसँग डायगोनल रिलेसनशिप बनाएको छ एल्युमिनियम एल्युमिनियमसँग। लिथियमको क्यारेक्टर यिनीहरूसँग बढी मिल्छ। अलिअलि क्यारेक्टर कसको लिएर आउँछ यसले म्याग्नेसियमको लिएर आउँछ। बेरिलियमको मेजर क्यारेक्टर कोसँग मिल्छ तलको मेटल्सहरुसँग मिल्छ। अलिअलि क्यारेक्टर कहाँबाट लिएर आउँछ एल्युमिनियमबाट लिएर आउँछ। ल अब यो कारणले के भयो भन्दाखेरि एल्युमिनियम त एम्फोटेरिक मेटल्सको ग्रुपमा पर्छ व्हिच रिएक्ट विथ बोथ एसिड एन्ड बेस इन अर्डर टु फर्म H+ and OH- रेस्पेक्टिभली। अब हेर एल्युमिनियम इज एम्फोटेरिक मेटल। पहिलो कुरा यो थाहा पाउनु पर्यो एम्फोटेरिक मेटल। अब एम्फोटेरिक मेटल हो भने यसले बनाएको अक्साइड कस्तो हुन्छ न्यूट्रल अक्साइड हैन एम्फोटेरिक नै हुन्छ है। न्यूट्रल भनेको एसिडसँग पनि रिएक्सन गर्दैन बेससँग पनि रिएक्सन गर्दैन। एम्फोटेरिक भनेको के हो इट रिएक्ट्स बोथ विथ एसिड एन्ड बेस। यो कुरा थाहा हुनु पर्यो है। न्यूट्रल अक्साइडमा NO र CO पर्छ कहिले पनि नबिर्सिनी। यो एम्फोटेरिक अक्साइड हुन्छ जस्तै AlOH Al2O3। अर्को एल्युमिनियमको हाइड्रोक्साइड पनि के हुन्छ एम्फोटेरिक नै हुन्छ। दैट्स व्हाई यही कारणले मैले अर्को पोइन्ट लेखिरहेको थिएँ बेरिलियमको अक्साइड्स अनि बेरिलियमको हाइड्रोक्साइड के हुन्छ एम्फोटेरिक हुनुपर्ने के थियो बेसिक बिकज मेटालिक अक्साइड्स आर बेसिक मेटालिक हाइड्रोक्साइड्स आर बेसिक। तर बेरिलियमको बेसिक हुन्छ त हुन्छ हुँदैन किन नभएको किनकि योसँग रिलेसनशिपमा छ डायगोनल रिलेसनशिप। पहिलो कुरा यो हुनु पर्यो। अब एम्फोटेरिक मेटलको अरु एक्जाम्पलहरु लेख सोधिदिन सक्छ कहिले काहीँ द फलोइङ इज एम्फोटेरिक मेटल भनेर। यसमा के पर्यो एल्युमिनियम जिंक। सर त्यो इन्डियम पछाडिको के हो हजुर इन्डियम पछाडिको T क्यापिटल I थोरियम। ल एल्युमिनियम जिंक Sn Pb अनि त्यसपछि Hg मर्करी यतिलाई चाहिँ एम्फोटेरिक मेटल्स भन्छ। यिनीहरुले बनाएको अक्साइड के हुन्छ एम्फोटेरिक हुन्छ। त्यहाँ बी पनि त हाल्न मिल्छ होला नि हैन कुनमा मिल्यो तर मेजर चाहिँ यिनीहरु हो के। अनि यिनीहरु मध्ये एल्युमिनियम पर्यो। एल्युमिनियमले गर्दाखेरि बेरिलियम गएको लास्टमा। बेरिलियम सेकेन्डरी हो बुझ्यौ। प्राइमेरीली भन्दाखेरि एल्युमिनियम जिंक टिन लिड मर्करी। लेख्यो यतापट्टिको। अब क्यारेक्टरहरु लेखौं बेरिलियमले के फरक सर पर्छ। मलाई एक्चुअली लेफ्ट वालाको अलिकति एक सेकेन्ड मात्र देखाइदिनुस् न। यता अझै लेफ्ट तपाईले दुईटा पोइन्ट लेख्न भएको थियो नि। एक सेकेन्ड मात्र सर सरी हजुर एक सेकेन्ड मात्र सरी भयो भयो सर। ल उतापट्टिको लेख्यौ यो सबै लेख्यौ। यस सर। अब अर्को पोइन्ट थप त 3 नम्बरमा बेरिलियम क्यान फर्म complex compounds। चारमा पनि छ अर्को पोइन्ट। हेर त चेक होला ल। लेख्यौ लेख्यो यस ल। सर। अब अर्को कुरा के हो बेरिलियम फर्म्स कोभ्यालेन्ट बन्ड। अर्को एउटा लास्ट रिएक्सन लेखाइदिन्छु। त्यो रिएक्सन एकदम धेरै इम्पोर्टेन्ट छ। त्यो हाइड्रोजनमा पनि पढ्छौं हामीले। सर बेरिलियमले सबै कोभ्यालेन्ट बोन्ड मात्रै बनाउने हो कि त्यसले कोभ्यालेन्ट बोन्ड पनि बनाउन सक्छ मेजर कोभ्यालेन्ट बन्ड बनाउँछ। यस्तो हुन्छ बेरिलियम मैग्नीशियम त्यसपछि के छ क्याल्सियम स्ट्रोन्टियम ब्यारियम। क्याल्सियमले स्ट्रिक्टली आयोनिक यसले पनि आयोनिक यसले पनि आयोनिक यसले मिक्स्ड बिहेभियर देखाउँछ। यसले चाहिँ कोभ्यालेन्ट मात्रै बनाउँछ।
यो कुरा जहिले पनि याद राखिरहनु। यो क्यारेक्टर कहाँबाट आएको? अल्मुनियमले गर्दाखेरि आएको। हजुरले के कोभ्यालेन्ट एन्ड के भन्नुभएको थियो? कुनमा? फर्स्ट वाला? यसको कि अगाडिको? हजुर हजुर यो वाला? तल सर तल। अल्मुनियमले गर्दाखेरि योसँग डायगोनल रिलेसनशिपमा हुन्छ। अर्को कुरा यसको साइज पनि के छ? सानो छ। साइज सानो भएको कारणले इट फेभर्स कोभ्यालेन्ट बन्ड। हजुर सर बुझेँ। अब अर्को लास्ट एउटा इम्पोर्टेन्ट रिएक्सन ल्याइदिन्छु। त्यो इम्पोर्टेन्ट रिएक्सन कहिले पनि नबिर्सिने। हाइड्रोजनमा पनि पढाइहाल्छु त्यो रिएक्सन। खासमा प्रिपेरेसन अफ हाइड्रोजन यो पढ्दाखेरि एउटा रिएक्सन तिमीहरूले के पढ्नुपर्छ भन्दाखेरि एम्फोटेरिक मेटल्सले NaOH सँग रिएक्सन गरेर हाइड्रोजन ग्यास निकाल्छ भनेर एउटा रिएक्सन पढ्या हुन्छ है। अब सिमिलर रिएक्सन अल्मुनियमले देखाउँछ। इफ अल्मुनियम रिएक्ट्स विथ सोडियम हाइड्रोक्साइड NaOH यसले के दिन्छ? NaAlO2 प्लस H2 ग्यास दिन्छ। अब सिमिलर प्रपर्टी चाहिँ बेरिलियमले पनि देखाउँछ। बेरिलियम प्लस NaOH गिव्स Na2BeO2 Na2BeO2 plus H2. This character is shown by beryllium only. बुझ्यौ? सर हल्का अगाडिको पेज देखाउनु न। एउटा कुरो हाइड्रोजन निकाल्छ NaOH सँग रिएक्सन गरेर, अर्को कुरो भनेको कोभ्यालेन्ट बन्ड बनाउँछ, अर्को कुरो कम्प्लेक्स आयन बनाउँछ र यसको अक्साइड र हाइड्रोक्साइड एम्फोटेरिक हुन्छ अनि पानीसँग रिएक्सन गर्दैन। यति कुरा चाहिँ के हो? इट अकर्स ड्यू टु द डायगोनल रिलेसनशिप। बुझ्यौ? ल अब के गरौँ भन्दा सर भनेपछि यो यसले कोभ्यालेन्ट बोन्ड नेचर देखाउनु भएपछि यो के अर्ग्यानिक कम्पाउन्डमा चाहिँ सोल्युबल हुने भयो? बेरिलियम हजुर सर। भन्न मिल्दैन नि त्यस्तो। भयो पानी हाल्दै थिएँ म। ल यस्तो हाइली सल्युबल हुन्छ भन्न चाहिँ मिल्दैन तिमीहरूको। अर्को कम्पेरिजनमा जस्तै म्याग्नेसियमले त आयनिक बन्ड पनि बनाउँछ, क्याल्सियमले पनि आयनिक बन्ड बनाउँछ। र मलाई भन कहिले केही क्वेसन सोध्यो CaCO3 बढी अर्ग्यानिक सल्भेन्टमा सल्युबल होला कि बेरिलियम कार्बोनेट? कुन चाहिँ होला? बेरिलियम नै होला नि सर हैन? बेरिलियम नै होला। सो यस्तो कन्डिसनमा चाहिँ तिमीहरूले के सोच्नु पर्यो भन्दाखेरि कम्पेरिजन गर्न दियो भने चाहिँ बेरिलियमको कम्पाउन्ड्सहरू अरू कम्पेरिजनमा के हुन्छ? मोर सल्युबल हुन्छ। बुझ्यौ? ओके सर। ल यसो गरौँ न, 5 मिनट जति ब्रेक गरौँ, त्यसपछि हामी त्यो थर्मल स्टेबिलिटीहरू पढ्छौँ अनि आज त्यसको युजेसहरू सकाएर बायो इनअर्ग्यानिक केमिस्ट्री अलिकति स्टार्ट गर्छौँ। हुन्छ? ओके सर। ल सर थ्याङ्क यू सर। इफ यहाँनिर कसैलाई थाहा छ भने कि फोर सर एक्जाम कार्तिक असोजतिर भएको थियो नि, जो दसैँहरू सकेपछि कार्तिक 15 गते। ल थर्मल स्टेबिलिटी डिटरमाइन गर्ने फ्याक्टर्सहरू के हुन्छ थाहा छ? व्हाट आर द फ्याक्टर्स दैट डिटरमाइन थर्मल स्टेबिलिटी? ल्याटिस इनर्जी, सम पार्ट अफ द थर्मल स्टेबिलिटी इज डिटरमाइन्ड बाइ ल्याटिस इनर्जी। अझ खतरा पोर्सन चाहिँ अर्कै चिजले डिटरमाइन गर्छ। के हो त्यो पोर्सन? मैले जति टाइम नभएर राम्रोसँग भन्दिनँ यसको बारेमा, लास्टमा एकैचोटि पढाउँछु भनेर छोड्दै आयो टपिक। ल भन त। बन्ड स्ट्रेन्थ भन्नुभयो चाहिँ हैन हिजो? बन्ड स्ट्रेन्थ हो, मेन पोइन्ट बन्ड स्ट्रेन्थ हो। तर बन्ड स्ट्रेन्थ डिटरमाइन गर्ने पनि यहाँ फ्याक्टरहरू हुन्छ, त्यसले डिटरमाइन गर्छ थर्मल स्टेबिलिटी। एउटा कुरो के हो? ल यो कुरो जान्नु पर्यो पहिला है। भयो? हेलो हेलो
Yes, sir. ल अर्को कुरा के हो भन्दाखेरि तीन चारवटा कुरामा डिटरमाइन गर्छ। अब एक्चुअल कुराहरू लेख्दै जान्छु म। 1 मा लेख पोलराइजिङ पावर, 2 मा लेख साइज अफ क्याटायन, 3 नम्बरमा लेख चार्ज अन क्याटायन, 4 नम्बरमा लेख साइज अफ एनायन। लेख त साइज अफ ल यति चारवटा कुरा लेख। यो के हो म भनिदिइहाल्छु। Sir. भयो। अब हेर पोलराइजिङ पावर भनेको के हो भन्दाखेरि जस्तै लिथियम कार्बोनेटमा लिथियम कार्बोनेट Li2CO3, यसमा एउटा मेटल भनेको लिथियम Li+ छ, अर्को के छ CO3 डबल माइनस छ। यो दुईटा मिलेर बन्यो हो कि हैन? हो सर। अब यसको साइज कम्पेरिजन गर्नु पर्दाखेरि हेर त राम्रोसँग हेर है, लिथियमको साइज सानो होला हो कि हैन? चार्ज पनि एउटा मात्रै होला। यसको कम्पेरिजनमा कार्बोनेटको साइज कत्रो हुन्छ? ठुलो हुन्छ, डबली चार्ज हुन्छ हो। यस्तो केसमा के हुन्छ भन्दाखेरि पोलराइजिङ पावर जति धेरै भयो त्यति नै के हुन्छ, यसको यो इलेक्ट्रोन क्लाउडलाई डिस्टर्ट गरिदिन्छ, भत्काइदिन्छ। बुझ्यो? आफूतिर तान्छ धेरै। बुझ्यो कि बुझेन? पहिलो कुरा यसको पोलराइजिङ पावर कम भयो भने यसलाई कम डिस्टर्ट गर्छ, यसको पोलराइजिङ पावर धेरै भयो भने यसलाई बढी डिस्टर्ट गर्छ। बढी डिस्टर्ट भयो भने विक बन्ड के हुन्छ? विक हुन्छ। बन्ड विक भइसके पछाडि थर्मल स्टेबिलिटी घट्छ कि बढ्छ? घट्छ। थर्मल स्टेबिलिटी घट्छ। सो पोलराइजिङ पावर इज इन्भर्सली प्रोपोर्सनल टु थर्मल स्टेबिलिटी भन्न पाइयो? पायो। ल अब हेर के हुन्छ भन्दाखेरि अब पोलराइजिङ पावर बढी भन्नुको मतलब थर्मल स्टेबिलिटी के हो? कम हो। बुझ्यौ? पहिलो कुरा बुझ्यो कि बुझेन? यस सर, बुझ्यो। पोलराइजिङ पावर इट इज इन्भर्सली प्रोपोर्सनल टु थर्मल स्टेबिलिटी। अब पोलराइजिङ पावर केले डिटरमाइन गर्छ भन्दाखेरि पोलराइजिङ पावर डिटरमाइन गर्ने फ्याक्टर भनेको एउटा चार्ज हो, अर्को के हो? साइज हो। साइज जति सानो भयो पोलराइजिङ पावर के हुन्छ? त्यति नै बढी हुन्छ। चार्ज जति बढी भयो पोलराइजिङ पावर के हुन्छ? त्यति नै बढी हुन्छ। मैले भनेको बुझ्यौ? Li+ छ, त्यसपछि बेरिलियम डबल प्लस छ। पोलराइजिङ पावर कसको धेरै? लिथियमको बढी कि बेरिलियमको बढी? तपाईँले भन। बेरिलियम एउटा लिथियम भन्दा के छ? सानो छ हो कि हैन? यसमा चार्ज पनि के छ? धेरै छ। त्यही भएर मैले भन्छु पोलराइजिङ पावर बढ्नको लागि एक त सानो साइजले फेभर गर्छ, क्याटायनको साइज सानो हुनुपर्छ, अर्को क्याटायनमा चार्ज एकदम धेरै हुनुपर्छ, तब मात्र पोलराइजिङ पावर के हुन्छ? हाई हुन्छ। लिथियमको साइज बेरिलियमको भन्दा ठुलो छ, चार्ज पनि थोरै छ भनेपछि पोलराइजिङ पावर अभियसली Li+ को कम हुन्छ कि हुँदैन? हुन्छ। सो पोलराइजिङ पावर कम हुनु भनेको अब यसले जुन बन्ड बनाउँछ त्यो बन्डको स्ट्रेन्थ के हुनु हो? धेरै विक। स्ट्रङ। मैले के भने पोलराइजिङ पावर कम भयो भने बन्ड स्ट्रेन्थ के हुन्छ? बढ्छ। बन्ड स्ट्रेन्थ बढ्छ। ठीक छ, इन्भर्सली हो। बन्ड स्ट्रेन्थ बढ्छ। पोलराइजिङ पावर बढ्यो भने बन्ड स्ट्रेन्थ के हुन्छ? घट्छ। ल अब खासमा के हुन्छ भन्दाखेरि डाउन द ग्रुप के हुन्छ हेर त। लिथियमको साइज यत्रो थियो, चार्ज प्लस थियो। सोडियमको साइज यत्रो छ, चार्ज के हुन्छ? प्लसै हुन्छ। पोटासियमको साइज यत्रो छ, चार्ज प्लस नै हुन्छ। त्यसपछि अर्को कुरा हेर, रुबिडियमको साइज यत्रो छ, चार्ज प्लस नै हुन्छ। डाउन द ग्रुप आउँदाखेरि के भयो? साइज बढ्यो। साइज बढ्यो भन्नुको मतलब चार्ज त सेम हो कि हैन? चार्ज सेम छ। सुन, चार्ज सेम छ, साइज बढ्यो, सानो साइजले हायर पोलराइजेसन एनर्जी देखाउँथ्यो भने अब यो केसमा के हुन्छ? साइज बढ्दै गयो कि गएन? पोलराइजिङ पावर घट्दै जान्छ कि जाँदैन? जान्छ। पोलराइजिङ पावर घट्दै जान्छ भने थर्मल स्टेबिलिटी अब के हुन्छ? बढ्छ है। एक्चुअल डिटरमाइन गर्ने यसले हो। हिजो मैले ल्याटिस एनर्जीको आधारमा बढ्छ भन्दै थिएँ, एक्चुअलमा पोलराइजिङ पावर घट्दै जान्छ, थर्मल स्टेबिलिटी चाहिँ के हुन्छ? डाउन द ग्रुप इन्क्रिजेस। बुझ्यो अब? अब उता अल्कालाइन अर्थ मेटलको केसमा पनि हुने सेम हो। बुझ्यो कि बुझेन? ल हेर, साइज अफ क्याटायन। क्याटायन भनेको पोजिटिभली चार्ज आयन हो कि हैन? यसको साइज बढ्यो भने थर्मल स्टेबिलिटी बढ्दो रहेछ कि घट्दो रहेछ? इन्क्रिजेस है। साइज अफ क्याटायन इन्क्रिज भयो नि थर्मल स्टेबिलिटी के हुन्छ? यो थर्मल स्टेबिलिटी इन्क्रिजेस। त्यसपछि चार्ज अन क्याटायन बढ्यो भने के हुन्छ? थर्मल स्टेबिलिटी घट्छ, किनकि पोलराइजिङ पावर के हुन्छ? बढ्छ। अनि साइज अफ एनायन योसँग चाहिँ रिलेसनशिप कस्तो हुन्छ?
कस्तो हुन्छ होला ल गेस गर गेस गर हजुर क्याटायनसँग डाइरेक्ट छ भनेपछि योसँग इन्क्रिजै हुन्छ होला खै अरु बोलेकै छैन बोला बोला होला के हुन्छ होला केटा अघि बोलिरहेको थियो त खुब आम्मामा क्याटायनको आधारमा हेर्दाखेरि त अब एनाइनमा घट्नुपर्ने होइन एनाइनमा डिक्रिज हुन घट्नुपर्ने पर्ने हैन र सर क्याटायनको भनेपछि एनायनको त अपोजिट भइहाल्यो नि बुझिन्छ बुझिन्छ यो पढ्यो सर भने एकपल्ट फेरि यो भन्नु चाहिँ न डिक्रिजेस हजुर हजुरले टुदेखि भन्नु पनि मेरो थोरै नेट स्लो भएको थियो कहाँ एकपल्ट फेरि ए। भन्नु न ल सुन पोलराइजिङ पावर भनेको के हो कति सजिलै यसको एनायनको चाहिँ इलेक्ट्रोन क्लाउडलाई डिस्टर्ट गर्न सक्छ बुझ्यौ जति धेरै डिस्टर्ट गर्छ त्यति धेरै पोलराइजिङ पावर थर्मल स्टेबिलिटी के हुन्छ त्यति नै कम हुन्छ बिकज डिस्टर्सन गरेपछि बन्ड के हुन्छ विक हुन्छ बुझिरहेछौ यस सर बुझ्दैछु अब हेर पोलराइजिङ पावर हाई हुनलाई के हुनुपर्छ एउटा त साइज सानो हुनु पर्यो साइज बढ्ने बित्तिकै पोलराइजिङ पावर घट्दै जान्छ अर्को यसमा भएको चार्ज छ कि छैन यो चार्ज बढ्यो भने चाहिँ के हुन्छ यसको पोलराइजिङ पावर बढ्दै जान्छ बुझ्यौ सो पोलराइजिङ पावर बढ्यो भने डिस्टर्ट बढी हुन्छ बन्ड विक हुन्छ थर्मल स्टेबिलिटी के हुन्छ विक हुन्छ सो इट इज इन्भर्सली प्रोपोर्शनल टु थर्मल स्टेबिलिटी बुझ्यौ यस सर अब साइज अफ क्याटायन हेर क्याटायन भनेको पोजिटिभली चार्ज Li+ हुन सक्छ Al3+ हुन सक्छ म्याग्नेशियम डबल+ हुन सक्छ यिनीहरुको साइज बढ्यो भने पोलराइजिङ पावर के हुन्छ घट्छ पोलराइजिङ पावर घट्नु भनेको थर्मल स्टेबिलिटी के हुनु बढ्नु गर्नु अब बुझ्यौ यस सर अब चार्ज अन क्याटायन चार्ज जति भयो पोलराइजिङ पावर पनि के हुन्छ त्यति नै बढी हुन्छ बुझ्यौ यस सर बुझेँ ल अब हेर थर्मल स्टेबिलिटी डाउन द ग्रुप इन्क्रिजेस के को इन्क्रिजेस सबैको इन्क्रिजेस को छैन अलिक हजुर भयो माथिको ल लेख माथिको लेख सबभन्दा माथि के लेख माथिको अलिकति माथिको नि अझै माथि के लेखा छैन सर त्यो चाहिँ डिक्रिज भन्नुभएको थियो नि त थर्मल इनर्जी थर्मल इनर्जी डिक्रिज कहाँबाट भने मैले कहिले फजान्स टुल पनि यही रिलेटेड हो फजान्स रुल चाहिँ पोलराइजिङ पावर रिलेटेड हो यसमा चाहिँ आयोनिक बन्ड फर्मेसन गर्ने टेन्डेन्सी वालाको कुराहरू हुन्छ यसमा हाम्रो स्ट्रिक्टली थर्मल इनर्जी र थर्मल स्टेबिलिटीको कुरा गरिरहेछौँ है ल भयो अब डाइरेक्ट लेख्नु भन्दा पनि पहिला कार्बोनेटबाट सुरु गरौँ लेख 1 नम्बरमा कार्बोनेट माथिको छोप्दिम यस सर ल नो सर हुन्छ नो सर यस सर हुन्छ भने ए ल ओके थर्मल ल अर्डर भन्दै जाऊ त मलाई Li2 CO3 Na2 CO3 Rb2 CO3 CS2 CO3 अब अल्कलाइन अर्थ मेटलको केसमा पनि हुने के हो यही हो सर पोटेसियम खोइ त ए पोटेसियम हाल्यो न बिचतिर छुट्यो होला सोडियम पोटेसियम यहाँ K2 CO3 ट्रेन्ड बुझ न भयो ट्रेन्ड बुझिसि सकिहाल्यो नि बाँकी थप्ने हाल्ने कुरा त भइरहन्छ हो कि हैन कन्सेप्ट इम्पोर्टेन्ट हो कि हैन होइन सर त्यो अब त्यो हिजो गर्दाखेरि नि त्यो पोटेसियम अनि सोडियम यताउति भएको थियो नि त अनि त्यही भएर त्यस्तै भएको थियो अनि उतापट्टि फिजिकल क्लासमा एउटा सेक्सनमा थर्मल स्टेबिलिटीको कुरा लेख्नु पर्ने स्टेबिलिटीको ठाउँमा के रे थर्मल डिकम्पोजिसन लेखिदिन्छ अनि उल्टो भएको थियो के ठ्याक्कै स्टेबिलिटी लेख्ने खोजे डिकम्पोजिसन लेखिदिन्छ लेख्ने बेला सो क्याल्सियम कार्बोनेट बेरियम थर्मल स्टेबिलिटी डाउन द ग्रुप कार्बोनेट्सहरुको अल्काली मेटलको पनि इन्क्रिज हुँदै जान्छ अल्कालाइन अर्थ मेटलको पनि इन्क्रिज हुँदै जान्छ ल च्यापचुप गरौँ भइहाल्नु पर्छ दुईमा लेख के हजुर हिजो त डिक्रिज लेखाइदिनु भएको छ त्यही त हिजो अलि हतार हतार भएको थियो अनि त्यसपछि ल्याटिस इनर्जी मात्रै पढाएको थियौँ नि त हामीले हो कि हैन इन्क्रिज हुन्छ खासमा एक्चुअल इन्क्रिज हुन्छ अब आयो भने इन्क्रिज लेख्ने है हिजोको कार्ड दिँदा हुन्छ ल कार्बोनेट र सरी कार्बोनेटको अल्काली मेटल होस् अल्कालाइन अर्थ मेटल होस्
थर्मल स्टेबिलिटी इन्क्रिजेस डाउन द ग्रुप। अब लेख नाइट्रेट, नाइट्रेटको पनि के हुन्छ सेम, इन्क्रिजेस डाउन द ग्रुप। जहिले पनि के बुझ्नु पर्यो, कार्बोनेट्स एन्ड नाइट्रेट्स यिनीहरूको के हुन्छ अल्काली मेटल होस् अल्कालाइन अर्थ मेटल होस्, थर्मल स्टेबिलिटी इन्क्रिजेस डाउन द ग्रुप। फेरि कहिलेकाहीँ क्वेसनमा थर्मल डिकम्पोजिसन भनेर झुकाइदिन सक्छ। थर्मल डिकम्पोजिसन भन्यो भने डाउन द ग्रुप इन्क्रिज हुन्छ कि डिक्रिज हुन्छ? डिक्रिज थर्मल डिकम्पोजिसन डिक्रिज हुन्छ किनकि स्टेबिलिटी के भइरहेछ इन्क्रिज भइरहेछ। अर्को पोइन्ट लेख, द थर्मल स्टेबिलिटी अफ almost all the salts, एउटै पोइन्टमा सकाइदिउँ यसलाई। The thermal stability of almost all the salts of alkali and alkaline earth metal, देखिरहेछौ? The thermal stability of all the salts of alkali and alkaline earth metal increases down the group. सर फेरि एकचोटि The thermal stability of almost all the salts of, लेख त, all the salts of alkali and alkaline earth metals increases down the group. ल अब क्वेसन आयो भने मिलाउने कि बिगार्ने? डिकम्पोजिसन ट्याक्कै अपोजिट हुन्छ हैन? डिकम्पोजिसन जस्ट अपोजिट, बुझ्यौ? ज्याम यता फर्काइदिने यार जति सबैले। केमिस्ट्री तिमीहरूले मजाले पढ्यो भने इनअर्ग्यानिक सजिलो छ। अझ म के भन्छु भन्दाखेरि एक्जाम आउनलाई 1 महिना बाँकी रहन्छ नि। हजुर हेलो हो, त्यो टाइममा मस्त फ्यामिली पढ्ने, त्यसपछि इनअर्ग्यानिकहरू घोक्दै बस्ने, मस्त घोक्दै बस्ने। एक्जामको अघिल्लो दिन जति सक्दो बढी इनअर्ग्यानिक रटेर जान खोज्ने, बुझ्यौ? एउटै कुरो धेरै पढ्ने होइन, म्याक्सिमम कुराहरू कभर गर्न खोज्ने। त्यो गर्यो भने के हुन्छ, भोलिपल्ट फस्ने चान्स बढी हुन्छ। ठिक छ? कि पुरै इनअर्ग्यानिकको बुकै खाइदिने के एक्जामको अघिल्लो दिन। अनि ट्याक्क तिमीहरूले अप्सन देख्दाखेरि पनि त्यो जुन मिलेको अप्सन हुन्छ त्यो हल्का हल्का याद हुन्छ कि यो हो हिजो पढाए जस्तो लाग्छ, टिक हान्छौ मिल्छ, त्यो चाहिँ गर्नु पर्यो। हुन्छ? ओके सर। ल एक्जामको लागि मेरो टिप हो त्यो। थ्याङ्क यू सर क्लासेस पनि एक्जामको ट्याक्कै अगाडि राख्नु पर्ने नि त, त्यसो भए त हजुर हजुरको ट्रिकको हिसाबमा त क्लासेस पनि ट्याक्कै एक्जामको अगाडि राख्नु पर्ने नि त। क्लासेस इनअर्ग्यानिकको क्लासेस हजुर यो त अब तिमीहरूलाई जेनरल आइडिया होस् भनेर। फेरि इनअर्ग्यानिक तिमीहरूको एक्जाम आइन्दैछ, मेरो टाइम नहुन सक्छ हैन? अहिले नि मैले कस्तो गाह्रो टाइम म्यानेज गर्न लास्टै गाह्रो छ नि। घर जानु पर्यो, पढ्नु पर्यो, पढाउनु पर्यो हैन? एमबिबिएस पढ्दै हुनुहुन्छ? सर हजुर के पढ्नुहुन्छ तपाईँ? के जस्तो लाग्छ? थर्ड इयर होइन सर तपाईँ? मास्टर गर्दै हुनुहुन्छ होला सर? हजुर पार्ट टाइममा थर्ड इयर होइन सर? कसले चिने मलाई? निश्चल होइन सर तपाईँको नाम? हो, कहाँबाट चिन्यौ? सर तपाईँ पार्ट टाइममा थर्ड इयर हुनुहुन्छ होइन? थर्ड होइन, सेकेन्ड इयर। कहाँ? पाटन एकाडेमी अफ हेल्थ साइन्सेस ओपनबाट फुल स्कलरसिपमा र्याङ्क 79 मेरो चाहिँ फर्स्ट एटेम्प्ट। त्यही भएर पो तपाईँलाई हिजो जुलोजीको थाहा भएको नि त। अलिअलि अब केमिस्ट्रीसँग लिङ्क भएको त भनिदिनु पर्यो नि त तिमीहरूलाई होइन? मलाई हिजो लागिरहेको थियो लाग्नु त। ल भनिरहेको थियो हजुरले जुलोजी पनि पढाउनुहुन्छ भन्दै थियो। ल अब लेख युजेसमा कहाँबाट सुरु गर्ने? जहाँबाट गर्नु भ्याइदिन्छ सर, भ्याउनु पर्यो। Magnesium oxide is used as insulating material. In the inner lining of reverberatory furnace. तिमीहरू सबै फिजिकल एक्जाम दिन आउँछ नि बिहान बिहान, के अरे शनिबार? अनि क्वाड हेर्छौ कि हेर्दैनौ घर गएर? हेर्छौ? हजुर लाइक नआएको चाहिँ हेर्छु म चाहिँ। ठिक छ, त्यही हेर्नुपर्छ।
नआएको हेर्ने नत्र टाइम वेस्ट हुन्छ खासमा राम्रो स्टुडेन्टहरू राम्रो मार्क्स ल्याउँछु भने चाहिँ सबै हेरेर बस्ने हैन है हजुर क्वाड हेर्दाखेरि क्या 5 आवर्सको हुन्छ नि त सबै हेरै सकिँदैन हो नआएको ठिक छ मर्निङमा चाहिँ अलिकति छिटो हुन्छ ल तिमीहरूले केही फिडब्याक दिन सक्छ क्वाडमा सर हजुरले अलिक गराउँदै डिटेलमा हुनुहुन्छ हुनु पर्यो क्या त्यो हजुर मतलब त्यो हजुरले क्वेसन गराउनु पर्यो एनालाइसिसहरु मजाले क्या डिटेलमा हुनु पर्यो अझै अझै डिटेलमा गरे नि त 10 घण्टा पुग्छ त एन्टासिडको काम के हो हिजो मैले भनिसके न्यूट्रलाइजिङ एसिड अफ स्टमक अनि यसले के पनि गराउँछ डायरिया so it can be used as an antacid for a person suffering from constipation as well बुझ्यौ भने कि भनिन हिजो मैले भन्नुभएको थियो हो कन्स्टिपेसन भइराछ एसिडिटी भइराछ के खाइदिने म्याग्नेसियम हाइड्रोक्साइड सर एकचोटि फेरि भनिदिनु त युज्ड इन डायरिया एन्ड कन्स्टिपेसन यता हेर म्याग्नेसियम हाइड्रोक्साइड प्राइमेरीली के को औषधि हो एन्टासिडको रूपमा युज हुन्छ एसिडिटीको औषधि हो हैन हो यसले के गर्दिदो रहेछ भन्दाखेरि तिमीहरूले एन्टासिड भनेर त खायो एसिडिटी त क्योर गर्यो तर यसले के गर्दिन्छ बावेल मुभमेन्ट बढाइदिन्छ ग्यास्ट्रिक क्यानलको चाहिँ जति पनि हाम्रो स्मुथ मसल्सहरू छ पुरै ग्यास्ट्रिक ट्र्याकमा त्यसमा भएको जीआई ट्र्याकमा भएको सबैको मोटिलिटी बढाएर के गरिदिन्छ डायरिया गराइदिन्छ बुझ्यौ बुझे सर भनेपछि यसलाई डायरिया भए बेला खान मिल्छ मिल्दैन डायरिया गराउँछ तर कन्स्टिपेसन भएको बेलामा दिन नमिल्यो किन भन्दाखेरि कन्स्टिपेसन भनेको राम्रोसँग पेरिस्टाल्सिस नभएर स्टुल चाहिँ अड्केर बस्छ सो हामीले अब के गर्नु पर्यो यसलाई हटाउन छ कन्स्टिपेसनलाई क्लियर गर्न छ भने अब मैले डायरिया हुने औषधि दिएँ भने त यसले जसो तसो बाहिर निकालिदिन्छ कि निकाल्दैन निकालिदिन्छ सो अब हामीले यसलाई युज गर्न मिल्यो कि मिलेन कन्स्टिपेसनमा मिल्यो बुझ्यौ अल्युमिनियम अक्साइडको ठ्याक्कै उल्टो हुन्छ अल्युमिनियम अक्साइडले फेरि कन्स्टिपेसन गराउँछ डायरियामा दिने हो चाहिँ एक्सन के हो एन्टासिड नै हो बुझ्यौ ल यति कुरा थियो म्याग्नेसियम हाइड्रोक्साइड र अल्युमिनियम हाइड्रोक्साइडको बारेमा बोथ आर एन्टासिड एउटा कन्स्टिपेसन गराउँछ अर्कोले डायरिया गराउँछ एकअर्काको क्रसमा दिन्छ दुईटै एकैचोटि दियो भने के हुन्छ एउटाले डायरिया गराउन खोज्छ अर्कोले कन्स्टिपेसन गराउन खोज्छ एकअर्काले क्यान्सल गर्छ सो नेट इफेक्ट के हुन्छ केही पनि हुँदैन एसिडिटी चाहिँ क्लियर गर्यो डायरिया पनि गराएन कन्स्टिपेसन पनि गराएन बुझ्यौ बुझ्यो वेटले क्याल्सियम डिटरमाइन सल्फेट गर्ला नि त कति अमाउन्टमा युज गरेछ भनेर हजुर वेटले डिटरमाइन गर्ला नि त कति अमाउन्टमा युज गरेछ भनेर वेटले डिटरमाइन गर्दैन खासै फिक्स डोजेसहरू हुन्छ इनो खाँदैनौ 10 वर्षको बच्चाले नि इनो खाइदिन्छ उति नै 50 वर्षको बुढाले नि उति नै इनो भर्खरको जवान मान्छेले नि उति नै इनो खाइदिन्छ एसिडिटी भएको छ भने एउटालाई 1 गिलास पानीमा घोलेर खानियो फिक्स डोजेसहरू हुँदैन यसको भने हजुरले त्यहाँ कास्ट एन्ड के लेख्नु भयो कास्ट एन्ड तपाईले लेख्न छोडेको लेख्न छोडे अब बीचमा सोध्यो नि त अनि अब लेख्छु सो इट इज युज्ड टु मेक डेन्टल कास्ट एन्ड कास्ट फर इमोबिलाइजिङ फ्र्याक्चर्ड पार्ट प्लास्टर लगाएको छ कसैले फ्र्याक्चर भएर सर यो डेन्टल कास्टमा चाहिँ तपाईँको त्यो ट्रेमा हाल्नेवालामा कि पछि त्यसमा पोर गर्नेवालामा चाहिँ युज गर्ने हो यो यस्तो डेन्टल कास्टमा पहिला तिमीहरूको यो दाँतको सेप लिनुपर्छ नि त हो कि हैन दाँतको सेप लिनु भन्दा त्यो लगाएको होला त काम लाग्दैन अड्क्यो भने अथवा मिलेन भने फरक हुन्छ झ्या हुन्छ त्यो केसमा चाहिँ तिमीहरूको दाँतको आर्किटेक्चरहरू प्रिजर्भ गर्नको लागि खासमा कस्तो छ त्यही अनुसारले आर्टिफिसियल टिथ्सहरू हाल्नको लागि चाहिँ डेन्टल कास्ट युज हुने हो बुझ्यौ मैले भनेको चाहिँ तपाईँको पहिला त्यो जुन त्यो ट्रेमा कास्ट निकाल्छ नि त्यसमा चाहिँ युज गर्ने हो कि पछि फेरि त्यसमा पोर गरेर अनि छुट्टै निकाल्छ नि त्यो बाहिरको लेयर निकालेर त्यसमा युज गर्ने पहिला कास्ट बनाउनलाई नै युज हुन्छ पहिला युज हुन्छ ट्रेमा हाल्ने है ए पछि अनि त्यसपछि त्यो लिक्विड टाइपको पोर गर्ने चाहिँ फेरि के हो त्यो चाहिँ रेजिन इपक्सी भन्छ ओके यो कास्ट त पछि हल्का त्यो निक्लेर आउँछ हैन पुरै निस्केर आउँछ हेरा होला नि भिडियोतिर नि पुरै अनुहारबाट हालेर पहिला कास्ट बनाउँछ फेरि लिक्विड हाल्छ के गर्छ नि त्यस्तै हो हैन मैले गरेकै छु यो त ओके ल अब लेख क्याल्सियम सल्फेट डट 2F2 यसको कमन नेम के हो
जिप्सम यो कहाँ लिन्छ सिमेन्टमा सेटिङ टाइम किन लिन्छ सेटिङ टाइमको लागि इन्क्रिज गर्न कि डिक्रिज गर्न इन्क्रिज to increase the setting time. प्लास्टर अफ प्यारिसलाई 200 डिग्री सेल्सियस भन्दा माथि हिट गर्यो भने चाहिँ यसले एनाइड्रस फर्म अफ क्याल्सियम सल्फेट बनाउँछ एन्ड दिस एनाइड्रस फर्म अफ क्याल्सियम सल्फेट इज नोन एज डेड प्लास्टर यो पोइन्ट लेखियो होला यो दुईटा आइसकेपछि सर त्यो कम्पाउन्डको नामै लेखिदिनुस् न हुन्छ भने यसलाई त्यो राइटमा भएको सर हजुरले के नाम ल ल नि ल भयो सर यो नेमिङ गर्दाखेरि जतिवटा के अरे जतिवटा वाटर मोलिकुल छ त्यसलाई नै हो हाइड्रेटमा मिलाएर गर्ने हो यस पेन्टाहाइड्रेट डेकाहाइड्रेट हेप्टाहाइड्रेट भनेर हुन्छ ओके सर तर यो खासै इम्पोर्टेन्ट छैन सोध्ने कतिवटा हुन्छ त्यो चाहिँ जान्नुपर्छ है सर अबदेखि आउने बेला यो इनअर्ग्यानिक पोर्सनमै आउँछ कि एप्लाइड केमिस्ट्रीकोमा आउँछ कुन चाहिँ यो यिनीहरू यो जिप्सम जिप्समको इनअर्ग्यानिक इनअर्ग्यानिक जिप्समको नि इनअर्ग्यानिकमै आउँछ इनअर्ग्यानिकमै आउँछ सर त्यो त एप्लाइडमा नि आउन त मिलेन होइन मिल्यो मजाले मिल्यो म्यानुफ्याक्चर गर्दाखेरि प्रपर्टिजहरू सिमेन्टमा एनालाइटिकलमा आइहाल्छ सिमेन्ट पढ्दाखेरि जिप्सम पढ्नु परिहाल्छ होइन एउटै पार्ट 2-3टा ठाउँमा आउन सक्ने भयो क्लिकिङ गरिसके पछाडि हाल्छ जिप्सम ल अब के लेख भन्दाखेरि अब हेर म लास्ट एउटा पोइन्ट भन्छु नि आज बिदा गरिदिन्छु है सर क्वेसन्स गर्ने कुरा थियो हैन र अब ल हुन्छ क्वेसन गरौँला हैन हजुरले स्टार्टिङमा क्वेसन्स गर्छ भनेर भएको थियो अनि फेरि टपिक कभर गर्दाखेरि अनि त्यही भएर सोधेको होइन नभए एकैचोटि पछि गरौँला नि त लास्टमा हुन्छ म तिमीहरूलाई एउटा फाइल बनाएर अपलोड गरिदिन्छु प्र्याक्टिस गर्ने क्वेसन्सको हुन्छ सर ल अब हेर यो के हो ड्युडेनम ड्युडेनम त यहाँ हुन्छ यसरी यो के हो थोडा सा गल्ती भयो ए तिमीहरू झुक्क्यौ यार ल अब चाहिँ के हो स्टमक स्टमकको लाइनिङ केले गरे हुन्छ क्युबोइडल सिम्पल क्युबोइडल इपिथेलियम छ अब हेर यसको बाहिरपट्टि के को लेयर हुन्छ म्युकस लेयर हुन्छ यसले कन्टिन्युअसली बाहिर के फालिरा हुन्छ HCl त्यसपछि यहाँ अर्को के पनि हुन्छ बुझ्यौ नर्मली यो HCl ले हाम्रो पेटलाई कोरोड गर्न पाउँदैन भित्रको इनर लाइनिङलाई कोरोड गर्न पाउँदैन किनकि म्युकस लेयर थिक छ बाइकार्बोनेटले न्यूट्रलाइज गरिदिरहेछ HCl लाई बुझ्यौ अनि अर्को कुरा के छ यो इपिथेलियम छ नि एक्टिभली डिभाइडिङ इपिथेलियम छ यति ड्यामेज भयो भने पनि के हुन्छ झ्याप्पै नयाँ इपिथेलियम आइहाल्छ नयाँ सेल आएर प्रोलिफरेट गरिहाल्छ अब यतिले गर्दाखेरि नर्मली हाम्रो स्टमक बर्न हुँदैन तर ठ्याक्क यसको माथिपट्टिको अर्ग्यान के हो इसोफेगस इसोफेगसमा न त प्रपरली थिक म्युकस लेयर छ न त बाइकार्बोनेट छ न त के छ एक्टिभली डिभाइडिङ इपिथेलियम छ यहाँ त कस्तो खालको इपिथेलियम छ नन केराटिनाइज स्ट्राटिफाइड स्क्वामस इपिथेलियम बुझ्यौ अब हेर यसलाई पो एसिडले केही गरेन कुनै कारणले एसिड यहाँ गयो भने त्यसले ड्यामेज गर्छ कि गर्दैन हो अब ड्यामेज गर्यो भने त बडीले सहन्छ
सहदैन अब नसकेपछि बडीले सहँदैन, बडीले नसकेपछि अब के हुन्छ, यहाँ त रोक्नु पर्यो कि परेन, यसलाई रोक्न चाहिँ सक्दैन। खासमा के हुन्छ भन्दाखेरि यहाँबाट एसिड आएर मजाले ड्यामेज गरिरहेको छ, ड्यामेज गर्दा गर्दै यहाँको सेल ड्यामेज हुन्छ, अनि त्यसपछि यहाँ इस्केमिया हुन्छ, इन्फ्लेमेसन हुन्छ, त्यो नहोस् भनेर चाहिँ अब बडीले के गरिदिन्छ, यहाँ यस्तो सेल्सहरू बनाउन थाल्छ जुन सेलबाट म्युकस निस्केर त्यो म्युकसले यसलाई के गरिदिन्छ, न्युट्रलाइज गरिदिन्छ। बुझ्यौ? यहाँ हुनुपर्ने नर्मल सेल यस्तो तलको जस्तो हो कि हैन, स्पिन्क्टर हुन्छ हैन र? स्पिन्क्चर हुन्छ, कुनै मान्छेमा प्याथोलोजी हुन्छ कि, जस्तै कसैको यो स्पिन्क्चर काम नगर्न सक्छ, बन्द नहुन सक्छ, त्यस्तो केसमा चाहिँ के भइदिन्छ, यहाँको एसिड माथि आएर सबैले कोरोड गर्छ कि गर्दैन? त्यो हुलुक्क आउँछ नि त्यही हो। हुलुक्क आउँछ त्यही हो। त्यही भएर त्यस्तो प्रब्लम छ, छाती पोल्ने प्रब्लम छ भने प्रोबेबली तिमीहरूको के भएको, यहाँ भएको एसिड इसोफेगसमा गएर लाइनिङ जलाइदिरहेछ, त्यही भएर पोलेको तिमीहरूलाई। बुझ्यौ? कहिलेकाहीँ के भइरहन्छ त्यस्तो? त्यो कहिलेकाहीँ तिमीहरूले एकदम धेरै खाइदियो भने पनि त्यस्तै हुन्छ। खानी जति भरिसक्यो पेटमा, अब पेटमा हाल्ने ठाउँ छैन, स्पिन्क्चर प्रपरली क्लोज हुँदैन, निस्किन्छ बाहिर। खाने बित्तिकै सुत्यो भने त्यस्तो हुन्छ। जहिले पनि तिमीहरू आफ्नो लेफ्ट साइडतिर फर्केर सुत्नुपर्छ खाना खाइसके पछाडि। राइट साइडतिर फर्क्यो भने चाहिँ यताबाट निस्किने चान्स बढी हुन्छ। लेफ्ट साइडतिर फर्केर सुत्यो भने सबै यतापट्टि गएर ढ्यापिन्छ खाएको जति। राइट साइडतिर यसरी फर्केर सुत्यो भने चाहिँ सबै यताबाट बाहिर निस्किने चान्स बढी हुन्छ। बुझ्यौ? बुझ्यो सर। सुत्दाखेरि कता फर्केर सुत्ने, यसरी लेफ्टतिर फर्केर सुत्ने है, फेरि त्यहाँबाट राइट देख्यो होला, लेफ्टतिर फर्केर सुत्ने। अब यहाँ नर्मल मुनि पार्नु पर्यो। मुनि पार्नु पर्यो, लेफ्टतिर फर्केर सुत। नर्मली हुनुपर्ने यस्तो सेल, तर कस्तो भइदियो, यस्तो भइदियो। यो नर्मल एबनर्मल सेल आएर ऱ्यापिडली डिभाइड भयो कि भएन? अब ऱ्यापिडली डिभाइड भयो। यिनीहरू पहिलाको सेलमा ग्ल्यान्डहरू थियो? थिएन। अब आएको ग्ल्यान्डमा, अब आएको सेल्समा ग्ल्यान्डहरू छ? अब भनेपछि ग्ल्यान्ड भन्ने बित्तिकै एडिनो भनेर आउँछ कि आउँदैन? आउँछ। अब यो भनेको चाहिँ सर्नी खालको, हेर यो इन्टेस्टाइनको जस्तो यहाँ सेल्सहरू आएर बस्यो कि बसेन पछि? सो मैले के भन्न मिल्छ, इन्टेस्टाइनको सेल यहाँ माथि आएर बस्यो भन्न पाएँ? क्यान्सर, तिमीहरूले क्यान्सर पढायो है, क्यान्सरको दुईटा टाइप छ, एउटा सर्नीवाला क्यान्सर एउटा अर्ग्यानबाट अर्को अर्ग्यानमा, अर्को नसर्नीवाला क्यान्सर। सर्नीवाला क्यान्सरले के भन्छ, म्यालिग्नेन्ट क्यान्सर भनेर भन्छ है, डेन्जरस क्यान्सर हो त्यो। बिनाइन क्यान्सर भनेको नसर्नीवाला क्यान्सर। हातमा मुसा छ भने अरू ठाउँमा मुसा आउँछ, त्यसले हार्मफुल एक्टिभिटिजहरू गर्छ हाम्रो बडीमा, कुनै हार्म गर्छ? गर्दैन। त्यो भनेको के हो, बिनाइन ट्युमर हो। अब यो के भइरहेछ, इन्टेस्टाइनबाट माथि सरे हो कि हैन? यो चाहिँ के हो, म्यालिग्नेन्ट। बिनाइन हुन्छ भने हामीले ओमा भनेर लास्टमा सफिक्स हाल्छौँ। अब त्यसपछि यो म्यालिग्नेन्ट छ, त्यही भएर हामीले के हाल्छौँ, कार्सिनोमा। बुझ्यौ? अब के भयो, यहाँ क्यान्सर भयो कि भएन? अब यो क्यान्सर मलाई डिटेक्सन गर्न छ भने मैले एउटा मेटल खान्छु, त्यो मेटल खाएर इन्डोस्कोपी त्यो युएसजी गर्छु, अल्ट्रासोनोग्राफी। त्यो युएसजी गरेपछि ट्याक्क यो भएको नभएको थाहा हुन्छ। त्यो मेटल कुन हो भनेर सोध्यो भने कुन भन्ने, ब्यारियम। थाहा भयो अब? Barium is used in the detection of esophageal cancer. लेख, last point. Barium is used in the detection of esophageal cancer. सर हजुर सर यो बेरियम सल्फेटको सल्युसन कफी गर्दा अगाडि खान दिनु भनेको रिजन यही नै हो, त्यो एब्जर्प्सन कोएफिसिएन्ट बढी हुन्छ भन्ने एक्सरेमा थियो नि। त्यही भएर एक्सरे गर्दाखेरि पुरै यसले सबै खाइदिन्छ है, बुझ्यौ? अनि अर्को लिड चाहिँ केमा युज हुन्छ भनेर सोच्यो भने चाहिँ अल्सरेटिभ कोलाइटिस भन्ने हुन्छ एउटा, कोलोन छ नि, कोलोन एसेन्डिङ कोलोन डिसेन्डिङ कोलोन भनेर पढाएको छ नि, त्यसमा चाहिँ बेरियम सल्फेट हाल्यो भने चाहिँ लिड पाइप एपियरेन्स जस्तो देखिन्छ। लिड चाहिँ हाल्यो हुँदैन, लिड पाइप एपियरेन्स देखाउँछ। त्यो चाहिँ अब पछि कुनै नन मेटल पढाउँदा आयो भने चाहिँ भनौँला है, मेटल्सहरू पढाउँदा आयो भने भनौँ, हुन्छ? ल यही थियो आजको लास्ट पोइन्ट। तिमीहरूलाई पनि निन्द्रा लाग्यो होला, कतापट्टि फर्केर सुत्ने, कुन साइड? लेफ्ट साइड, जहिले पनि लेफ्ट साइड है। यदि तिमीहरूलाई यस्तो खालको डिजिजहरूबाट बस्न छ भने चाहिँ लेफ्ट साइड फर्केर सुत, बुझ्यौ? अस्ति लेफ्टमा नसुत्नु भन्नुभएको थियो अर्को सरले। हैन राइटमा नसुत्नु, हैन लेफ्टमै सुत्नु भन्नुभएको लेफ्टमै सुत्नु भन्यो, राइटबाट नसुत्नु भनेको सर। त्यही त। ल बुझ्यौ? सर हजुर सर मलाई एकछिन हजुरको एउटा पर्सनल क्वेसन सोध्नु थियो। भन भन। तपाईँको राम्रो र्याङ्किङ आएको रहेछ, हजुरले के टिप्स दिनुहुन्छ एज अ जुनियर, लाइक अब 2 महिना जति बाँकी छ, सो के टिप्स दिनुहुन्छ, कुन चाहिँमा चाहिँ फोकस गर्ने, कुनमा चाहिँ कस्तो, लाइक भनौँ न स्टडी प्याटर्नमा बायोलोजीमा लास्टमा फोकस गर्ने, कस्तो गर्ने, त्यो सोध्नु थियो हजुरलाई एकचोटि। अब तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि पहिलो कुरो मिस्टेक कपी बनाउनु पर्यो आफ्नो, बुझिरहेछौ? यु सुड मेक द मिस्टेक कपी अफ एभ्री मक टेस्ट यु गिभ। अनि त्यसपछि मक टेस्ट दिँदाखेरि ग्रुपमा दिने, 5-6 जनाको ग्रुप बनाऊ अथवा 3-4 जनाको ग्रुप बनाऊ। हजुर मिस्टेक हुँदाखेरि धेरै नै मिस्टेक भयो भने चाहिँ मिस्टेक कपीलाई पुरै बनाउने, मतलब सबै बनाऊ। तिमीहरूको यो हप्ता 50 वटा मिस्टेक होला, अझ धेरै भयो 90 वटा मिस्टेक होला यो हप्ता। अर्को हप्ता त्यो 90 वटा कन्सेप्ट थाहा पाइसके पछाडि 80 वटा मिस्टेक होला। मिस्टेक त घट्दै जान्छ नि त, हो कि हैन?
अब सुरुमै मिस्टेक धेरै भयो भनेर मिस्टेक कपी बनाउनु छोड्यो भने त झन् थुप्रै गर्छ मिस्टेक्स। त्यसको मिस्टेक कपी बनाउँदैनौ, कहाँ मिस्टेक हुन्छ थाहा हुँदैन, अन्त झन् पढ्छौ अनि झन् मार्क्स बढ्दैन। अब चाहिँ तिमीहरूले के गर्नु पर्यो भन्दा यहाँ जे पढाइ हुन्छ त्यो क्वेसन्सहरू गर्नु पर्यो। अनि अरू जुन तिमीहरूले आउने टपिक छ अथवा तिमीहरूले नआउने टपिक भयो भने अब झ्याम झुम एमसिक्यू गर्न थाल्ने। टाइम छैन नि त हामीसँग, हो कि हैन? सर हजुरले बुक पढ्न भन्नुहुन्छ कि एमसिक्यूज गर्न भन्नुहुन्छ पहिला? म त एमसिक्यू गर भन्छु। टपिकै नपढिकन एमसिक्यू हान्ने? अहिलेसम्म नपढेको टपिक त छैन होला नि त। जस्ट स्किम मात्र गरेको टपिक्सहरू छन्, त्यही भएर मैले सोधेको। त्यसो भए त्यसको चाहिँ अलिअलि थ्योरीहरू हेर्न ट्राई गर। खासमा के हुन्छ कस्तो हुन्छ, एकचोटि थ्योरी पढ, थ्योरी पढिसके पछाडि ब्याक टु एमसिक्यू आऊ, एमसिक्यूसम्म आइसके पछाडि तिमीले अलिअलि त मिलाउँछौ, जुन बिग्रिन्छ अब त्यहीमा कमजोरी छ भन्ने थाहा हुन्छ तिम्रो, अनि त्यही गरेर थ्योरी हेर्ने लास्टमा, बुझ्यौ? सर थ्योरी पढेर नोट्स बनाउन चाहिँ रेकमेन्ड गर्नुहुन्छ कि हुँदैन? गर्दिनु म त। सर मेन भने सर हेर्ने कोर्स अनि त्यसपछि एमसिक्यू गर्ने, बरु फेरि हेर्दा हुन्छ हैन? हो त्यही गर। टाइम छैन क्या हामीसँग, अब धेरै टाइम भयो पो डिपमा जाने नोटहरू बनाउँदै गर्ने भन्नुहुन्थ्यो। 2 महिनामा भ्याइन्छ यत्रो धेरै सिलेबस? पहिला त सरफेसली पुरै हेर्ने हो, त्यसपछि एमसिक्यू त्यही टपिकको गर्ने हो। त्यही हो। मिस्टेक कपी चाहिँ कम्पल्सरी बनाउनु पर्यो। अर्को पोइन्ट दिनमा शनिबारमा 2टा मक टेस्ट कम्पल्सरी दिने है। मर्निङमा यहाँ दियो, दिउँसो जाँदै पनि दियो। 2टा मक टेस्ट कम्पल्सरी दिने पर्यो। 200वटा क्वेसन तिमीहरूलाई आज मिलाए पनि नमिलाए पनि मार्क्स जतिसुकै आओस्, फेलै भए पनि 2 आए पनि 4 आए पनि 50 150 आए पनि 200वटा क्वेसन मर्निङ शिफ्ट, 200वटा क्वेसन डे शिफ्ट, टोटल 400वटा क्वेसन, 400वटा क्वेसनको कन्सेप्ट पानी बनाएर राख्नु पर्यो। शनिबार त्यति गर्न सकिन्छ? 2 बजे एक्जाम भइन्छ, बेलुका गरेर काम छैन। शनिबार रेस्टिङ डे हो, शनिबार 2 बजे घर जाऊ, 3 बजे 4 बजेसम्म के गर्ने हो गर, रमाइलो गर, घुम्न जाऊ। 4 बजे पछाडि राति 10 बजेसम्म त्यो 400वटा क्वेसनको कन्सेप्ट सिकेर बस। कुनै तिमीहरूले आउने हुन्छ, कुनै नआउने हुन्छ, नआउने क्वेसन मजाले पढ्नु, बुझ्यौ? यति गर्यो भने मार्क्स दामी बढ्छ। सर अनलाइन गर्ने प्रायः जस्तो धेरै भिडियो हेरेर अनि एमसिक्यू गर्ने प्रायः कोसिस गर्छु क्या, पढ्नु भन्दा नि भिडियो हेरेको धेरै बुझ्छु हेरेर। त्यसमा चाहिँ मलाई आफ्नो एकदमै धेरै टाइम वेस्ट गरेर जस्तो फिल हुन्छ हैन? त्यस्तो गर्नु ठिक कि? यति बेला ऱ्यापिडली पढेर ऱ्यापिडली एमसिक्यूहरू गरेर अगाडि छिटो पढिहाल्नु ठिक। मार्क्स कति आइरहेछ? 60-70 भनौँ। अस्ति नै आउँथ्यो सरी मक टेस्ट 60-70 आइरहेछ भनेपछि तिमीले टुक्का कति खान्छौ? मेरो टुक्का धेरै लाग्छ कि त्यही भएर मान्छु। टुक्का लागेको घर आएर हेर्ने चलन छ, मिल्यो भने? हेर्ने चलन छ तर मिलेपछि खासै हेरिदिन के? बिग्रेको चाहिँ हेरिन्छ, टुक्का हानेर बिग्रेछ भने टुक्का हानेर मिलाछ नि। हजुर त्यो टुक्का लागेको पनि थाहा हुन्छ नि त, मैले नजानिकन हानेको भनेर, त्यही भएर हेर्छु। हो ल ठिक छ, हेर्छौ भने राम्रो हो। तिमीले के गर्नु पर्यो भन्दाखेरि अब भिडियो धेरै लामो भिडियो नहेर्ने, तिमीले जे चिज आउँदैन त्यो हेर्ने। उनीहरूले लामो भिडियोमा त्यो भ्युज धेरै पाउनको लागि, त्यो पर आवर वाच धेरै पाउनको लागि चाहिँ चाहिने कुरा यति गर्छन्, नचाहिने कुरा गफसफ हानेर धेरै गर्छन्। त्यो कुरा ख्यालमा राख्नु पर्यो। अनि तिमीले एक्लै एमसिक्यू गर्दा के फाइदा हुन्छ भन्दा ठ्याक्क तिमीले नजानेको पोइन्ट तिमीले भेटाउँछौ, अनि तत्काल तिमीले त्यो थ्योरीमा गएर हेऱ्यौ भने त अब आइहाल्छ। हाइलाइट गर अथवा जे गर, मेन कुरा रिभिजन हो। बिहिबारसम्म नयाँ सिलेबस पढ्ने, शुक्रबार हप्ताभरि पढेको रिभिजन गर्ने, शनिबार आउने एक्जाम दिने, 4 बजेसम्म जे गर्ने गर, 2 बजेपछि 4 बजे पछाडि मिस्टेक कपी बनाऊ, एनालाइज गर, अनि त्यसपछि मजाले मार्क्स बढ्छ। एक्जाम दिँदाखेरि 2टा एक्जाम देऊ, जुलोजीबाट सुरु गर, जुलोजी, बोटनी, केमिस्ट्री, फिजिक्स, म्याथ गर लास्टमा, अनि लास्टमा ओएमआर नभएर जहिले पनि जुलोजी गर, ओएमआर भएर, बोटनी गर, ओएमआर भएर, केमिस्ट्री गर, ओएमआर, फिजिक्स ओएमआर, म्याथ ओएमआर। म्याथलाई जहिले पनि लास्टमा गर्ने, बुझ्यौ? म्याथको क्वेसन 2 भन्दा बढी नपढिकन एन्सर मिल्ने चान्स कम हुन्छ, त्यही भएर मजाले पढ्ने म्याथको क्वेसन चाहिँ। अरू क्वेसन 2 चोटि पढ्ने, म्याथको क्वेसन मिनिमम 3 देखि 4 पटकसम्म पढ्ने, अनि बल्ल एन्सर आउँछ। छोड्ने हैन म्याथको क्वेसन। म्याथ भनेको एकदम ग्रेसमा। पर डे स्टडीज चाहिँ हजुरले के भन्नुहुन्छ? जस्तो लाइक भाइब्रेन्ट के 6 घण्टा हुन्छ अनलाइन क्लास नै, सो हजुरले के रिकमेन्ड गर्नुहुन्छ कि लाइक सजेसन दिनुहुन्छ पर डे? जुन टपिक सबैभन्दा कमजोर छ त्यहीबाट सुरु गर। अनि फ्यामिलीहरू छ, मोर्फोलोजी भन्नुहुन्छ, फ्यामिली मोर्फोलोजीहरू छ भने चाहिँ लास्टमा पढ, लास्ट मन्थमा। कति घण्टा भन्नुहुन्छ हजुरले प्रपर्ली एम गर्नको लागि? यहाँ 6 पढ्यो, अब घरमा 6 घण्टा पढ न मिलाएर। सरी अनलाइन मक टेस्ट हुँदैन? हुन्छ, आइतबार हुन्छ होला। अनलाइनमा बानी बिग्रिन्छ कि? मैले पनि अनलाइन दिन्थेँ, अनलाइनले बानी बिगार्छ। फिजिकल आएर देऊ, सम्भव छैन र फिजिकल आउन? म त फेरि पोखराबाट हो के, त्यही भएर। ठिक छ अनलाइनै देऊ त्यसो भए, तर अब चाहिँ छिटै काठमाडौँ आइहाल है। ल आजले यति गरौँ, अब मलाई पनि घर जानु छ, टाढा छ घर। ल है, भोलि बढाउँला नेक्स्ट। भोलि चाहिँ हाम्रो बायो इनअर्ग्यानिक केमिस्ट्री पढाइ हुन्छ। तिमीहरूलाई माइक्रो न्युट्रिएन्ट्स भनेको के हो, म्याक्रो न्युट्रिएन्ट्स भनेको के हो, हार्मफुल इफेक्ट्स अफ मेटल्सहरू के हुन्छ, मेटलको काम के हो, एपोइन्जाइम भनेको के हो, होलोइन्जाइम भनेको के हो, कोफ्याक्टर भनेको के हो, सबै कुरा यसो सर हेरेर आऊ है। ओके सर। ल थ्याङ्क यू क्लास। थ्याङ्क यू सर। गुड नाइट।